हाम्रो यहाँ सेलिब्रिटी यस्तो अवस्था पुगेको छ तपाईँहरूलाई स्वागत छ भने आजको ब्लगमा मैले चाहिँ भन्दै भन न आजको ब्लगमा सो आज हामी जान लागेको छौँ कहाँ त्यो हात्तीपाले हो केको लागि आज रमाइलो हुन्छ त्यहाँनिर हुन्छ साँच्ची एकदम ल आज रमाइलो गर्नुपर्छ है त फेरि यताबाट घुमाउनु मिल्दैन ढिलै हाल्यो है कस्तो कस्तो हाल्यो पहिला ओर्नु पऱ्यो नि त म केक लिएर आउँछु त्यो एकछिन बिस्तारै तिम्रो झोल गयो त झोला मेरो यशोदासँग ए ओइ खोइ छोडाला बहिनी फर्स्ट टाइम ओइ 500 रो फेरि 1000 रो फेरि 1200 रो टिकट अङ्कल 1000 गर्नु 1000 उयो मुनिबाट त हो धेरै माथि हैन यो बोकाना यत्रो बोकाएको छ यार यो त यो दिदीको देऊ यो चाहिँ उ त्यहाँ म उसलाई दिन्छु हाने नु 1100 गर्नु अब त्यो अरूहरु पनि सँगै आएको भए हुन्थ्यो नि 2000 गाडी चढे 2000 3-4 जना चाहिँ त्यो अघि बाटोमा भेटेकै बसमा छ तल किताब फेरि लिएर आउने हैन पर्दैन उनीहरु आफै आउँछ पैसा अब उनीहरुले तिर्छ उनीहरु आउँछ नि हैन आएर होला छोड्दिनु तपाईलाई भिडियो के हो चेन बस छ त भाइ ए टायर जलेको बनाएको भने टायर जला थियो कि के भएको थियो अघि सिरापुरमा टायर रङ लेप्चिङ गरे नि न हाम्रो मलाई त्यसले प्रिया ल अब आइपुग्यो बहिनी के न अब मोज मस्ती यहाँ उनीहरुको इलाका हो हाम्रो त माथि हो हाम्रो त माथि हाम्रो त माथि उता ल जमजम छिटो आऊ उता माथि हो क्या हाम्रो त मेरो ब्याग खोइ त्यही होइन त अस्तिको ठाउँमा हामी धन्न ओइ के हो झोलै फुस्किया रहेछ त यार बहिनी यो मिलाइदियो त ल मैले मिलाइदियो पो भने त कहाँ बिगारे भने त हैन ल भिडियो बना अब यसरी देखाऊ मलाई हेलो बिना दिदी हेलो 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 नेपालीलाई कहाँ दिन्छ होला ओइ विथ द प्रुफ रहेछ नि दिने गर्दैन अब डान्सर के भन्छ डान्सरै भन्दिने डान्सर के रे ल बोला बोला सबै बोला हामी आइपुग्यो ओइ यो कसले बिगार्दै होला खै कसले हो
के गरे बहिनी के गरे म नाचेको यस्तो हात्ती बन्न आएपछि त नाच्नु परेन नि त नाच न त अहिले यो दाइले गीत बजाइदिन्छ भने उता गएर खाना खान्छन् भने क्या छँदै छैन भाउजू यहाँ होइन नि जान्न हामी चाँडै जाउँ यसो दा तपाईँले केही भन्न चाहनुहुन्छ कस्तो झोला बोके हामी आइपुग्यो हात्ती कति जोरसँग हालिरहेछ जङ्गल जङ्गल छ ओए छिराउ है सबैजना पहिला उता ओए पिसा फेरि ठाउँ जानु ओ यहाँ टोइलेट रहेछ त मैले अस्ति त देखाइदिएँ नि यहाँ अनि म त के हो त्यहाँ ऊ होला है ताला लाखा त्यहाँ ताला लगाएको छ ताला लगाएको छ त्यहाँ ताला So guys, हामी फाइनली ओइ अलि बिस्तारै गराउन यहाँ यिनीहरूले यता बन्द गरेर आयो भन्ने फेरि बन्दरलाई लिएर गयो भने के राख्छ अछियो मलाई त जाडो भएन त्यहाँ म त सुमनलाई टोपी मार्नु पर्यो सुमन दाइ ओइ टिकटक छ अरे यो दाइकोमा म के गरौँ त म बनाउने खै बेला अब सुहायो के अन्त उता फेर्न जाऊ होइन भाइ खै दिन त एकचोटि दिन उता जाऊ न त तिमीतिर उता दिन न अब उहाँ त्यो गएर हौ हामी यहाँ बसिरहेको छौँ तपाईँको नाम के हो भनिदिनुहोस् त मेरो त चिन्छ अब तिम्रो चाहिँ भन्नु न त्यता मेरो नाम चाहिँ अन्जिता तामाङ तपाईँको नाम के हो तपाईँको नाम के हो भनिदिनुहोस् हजुर यस्तरी तपाईँको नाम के थियो अन्जिता तामाङ ए तपाईँको नाम अब भनिदिनुहोस् तपाईँ मलाई चाहिँ सबैजनाले के भने चिन्छ उहाँको नाम चाहिँ सिमन तामाङ हो होइन म तामाङ होइन उहाँ चाहिँ हाम्रो समूह टिमहरू आइरहेको ए हो ओ यो निकाल्दिनु यो मनमा मन पर्छ कि मलाई कहाँ यत्रो त कहाँ भेट्छु त मैले यार के गर्नु जान्दा हामी के गर्न जान्लाइको अब त्यो के भने ओ यताबाट आउनु ओ कहाँ जानु उ त्यो ल जाम छिटो जाम ल आऊ हामीहरू त अब के भन्छ दाउरा खोज्न गएको दाउरा खोज्न जाँदैछु होइन अनि एउटा दाउरा पायो ओइ एउटा पायो अब अर्को खोजिदिनु होला उ त्यहाँ बाँदरहरू कराउँदैछ गर्दै अनि दाउरा चाहिँ भेट्छ जस्तो छैन मलाई चाहिँ त्यस्तो लाग्छ गाइजहरू यहाँ भेटायो यी दाउरा दुईटा भेटायो जे भए पनि जाम होला ए भाइ नै आउने आऊ भाइ आऊ आऊ म छु त नि ल छिटो जाम होला गाइजहरू दाइ छु त नि यहाँ म चाहिँ यहाँ ब्लगर ऊ त्यहाँ पछाडि मेरो ग्याङहरू आइरहेको छ यहाँ चाहिँ एउटा दाइ आइरहेको छ अनि यहाँ चाहिँ हामी दाउरा खोज्न आएको गाइजहरू अनि
तपाईँहरूलाई पनि कस्तो लाग्यो यस्तो वन हात्ती वन तपाईँहरूलाई यस्तो राम्रो लाग्छ भने हात्ती वन रमाइलो गरिदिनु होला है यी हामी यहाँ पिकनिक मनाउन आएको मात्र पायो अनि त्यहाँ चाहिँ अलि लामो लामो बोकौँ कि यो अनि उस गर्ने भनेको छौँ यसले डन्डी बियो भाँचेको डन्डी बियो खेल्न आउँछ आउँछ मलाई यहाँ यत्रो लट्ठी के त पागल के रे यहाँ यो लिगा ल अब म चाहिँ यो बन्द गरिदिन्छु ल लाउनु है यो मोबाइल राख्नु बनाइरहने अनि यो लट्ठी चाहिँ कसले बोक्छ एउटा हातले अलिकति बोक्छ ओइला त बोकेर ल म भ्लगर बनाउनु पर्छ कि ल जाम होला गाइस ल अब म चाहिँ रेडी गरिदिएको है त ल अब कस्तो लाग्यो यहाँ यो भेटाएको छ यो कसलाई मनपर्छ जाउँ न त लिन अहिले भेटाउँछ यस्तो चाहिँ नगरिदिउँ होला है गाइसहरू यस्तो छ वन हात्ती वन बिना दिदी दाउरा खोजिरहेको ल हेर्नु त यस्तो छ वनहरू यहाँ मेरो सानो भाइ छ है सानो भाइ हाय भन यतिले पुग्छ यतिले मासु पाक्छ ओइ के रे छिटो खोज इ लाउ एरोन तिम्रो फेभरेट ल एरोन फेभरेट तिम्रो ल यो चाहिँ भाइको फेभरेट हो है तपाईँको पनि फेभरेट हो भने लाइक गरिदिनु होला यो खान मिल्ने होइन क्या यो 10 उस हो क्या यस्तो त मलाई पनि मनपर्छ तर मलाई अलिअलि मन पर्यो है अनि ल एरोन लाउ तिम्रो फेभरेट ल तिम्रो फेभरेट यहाँ लगाइदिएको छ अनि हात्ती वन यस्तो छ है हात्ती वन यो चाहिँ हात्ती वन अब हामी चाहिँ यहाँ पिकनिक मनाउन आएको पिकनिक भन्दा नि हामीले यहाँ पिकनिक खोज्नको लागि पोल्नको लागि दाउरा खोजिरहेको छौँ दाउरा चाहिँ यहाँ यति भेटाएको छ अनि दाउरा चाहिँ मोज मस्ती जस्तै छ अनि त्यहाँपछि अनि गाइजहरू त्यहाँ चाहिँ मान्छे रहेको छ अनि गाइजहरू यहाँ चाहिँ म चाहिँ बसिरहेको छु अनि त्यहाँपछि अनि हामीमा चाहिँ यो अनि यो चाहिँ हात्ती वन हेर्नु होला हात्ती वन उपभोक्ता समूह दुनपा 3 अनि यस्तो रहेको छ अनि एउटा मिनी भ्लगर है ऊ चाहिँ साँच्चीकै भ्लगर हो फेरि सबैले सब्सक्राइब गर्नु उसको च्यानल ल अब बनाउनुपर्छ है मेरो हात धुनुपर्छ यार मेरो हात धुनुपर्छ यहाँ हेर अन्जिता तिम्रो घर कता छ है ओइ अन्जिता झोला खै तिम्रो हात धुने त्यो पानी ह जानु पानीले उस गर्नु त्यसको झोला भित्र पानी ह अब हामी घुमाउँछ ल यो हैन अर्को छेडा हाल्नु न डर लाग्यो त्यति डर लाग्यो एकछिनमा पनि हाल्नु छ राख्नुस् होला ल छिटो 1 2 तिनै मसँग छु ल 1 2 3 गो
डाउन अप डाउन अप यही बात है तिम्रो खाँदै ल ओए कस्तो खुट्टु दुख्यो के मेरो चाहिँ यो मात्र भल्दिरा म चाहिँ यहाँ ल गरम ल सिमन दाइ अब ओए कस्तो उम्रेको ओए यसपाल त यार ओए फुट्यो एकछिन दाइ हो नि पागल ल गर ल गर्नु ल बेबी उठ्यो पेट दुख्यो रे उसलाई कतिखेर उठ्यो ए के चाहिएछ त ठिकै काम गर बहिनी काम गर हो यहाँ यस्तो काम गर्नुपर्छ यो मोटीले चाहिँ धेरै काम गर्छ मैले हात नसलादेको खिच्छु खिच्यो त्यो नत्र फेरि भरे फेरि भातै नखाला फेरि होइन सो गाइस त्यो बल बेच पैसा पाउँछ के भन्छ यसलाई के छ दाजुभाइ हो यतिको माया हुनुपर्छ है ल अब आगो पुग्ने एकछिनमा फेरि गयो यता त निभ्यो त आगो बलिरहेको छ देख्न सक्नुहुन्छ तल यहाँ पनि मान्छेहरू छ अनि उता पनि पिकनिक यहाँ सिमन दाइ यहाँ मिरा दिदी तपाईँको नाम के हो रे भनिदिनुहोस् त मेरो नाम बिनु हो पागल तपाईँको नाम के हो भने रिसाउनुहोस् न उता देखाउ न यसलाई तपाईँको नाम के हो भनिदिनुहोस् त मानवी अमिर दाइको नाम त इजुमी हो इजुमी यो बोलिराखे यो पागल आगो बल्यो त्यो भने क्या यहाँ साइडमा राख्दै नहीं आउँदा नि ए ओतेलाई त्यसमा पानी थाप्यो हो यही दिन्छु यो चाहिँ मलाई ल्याउनु यो चाहिँ कसलाई त मलाई लैजाऊ त्यो त हो यसो सबै तिमीलाई दिनु हुँदैन नि त यहाँ हेर त हैरान गरेन ल्याउजाऊ यो चाहिँ के हो त्यो के हो भाउजू चक्लेटै हो खाए ल यसले त खाइसक्यो रहेछ त ओए बल्ल बल्ल पा मलाई
यो मात्रै आयो फेरि त्यो आइदियो नि त नि हामी नि चाख्नु कस्तो रहेछ खाएन केक चाहिँ मुला बिहान यो निकालौँ है क्याजनमा लाग्ला भनेर अब त लाग्दैन होला यतातिर लगाइसक्यो क्या मिठो रहेछ त यार चक्लेट सुप लिएर आउँदा सुप रङबिडिम सुप छ कि छैन र यो कहाँबाट निकाल्छ एउटा निकाल्यो सो हेलो ए फेरि नि हेलो भन्न खै जेम जाइ कहाँ पुग्यो होटल खाना हेर्नुको बन्द त्यहाँ त उजु ल कस्तो सो गाइस यहाँ सबै रेडी सेडी भइसक्यो चिया त्यो हुँदैन रे एकछिन यता हेलो गाइस देखो न बत्ती वाला है बत्ती वाला फिर यहाँ पे वल्लाह बीबी ल विश्वास के भयो सो गाइस आज चाहिँ हामी अब हामी यहाँ फर्केर हामी जान लागेको छ फेरि पनि आफ्नो आफ्नो घरमा हैन आज चाहिँ हामी अहिले चाहिँ यति नै हाम्रो अनि पार्टी चाहिँ अहिले यति नै तपाईले यो आज देख्दै हुनुहुन्छ यो दुई ठाउँमा बत्ती बालेर बसिरहेको मान्छे अब दिउँसो चाहिँ देखिन्छ दिउँसो चाहिँ देखिन्छ राति पनि बत्ती बाल्यो भने देखिन्छ न बत्ती बालेर गर्छ अरे यो मान्छेलाई मलाई हैन कि पछाडी छ के बिचारा उ अहिले हेर त दाँत मात्र टल्किरहेछ बत्तीले या ल ठीक छ त नमस्ते जय नेपाल यति नै हो मेरो ल सो गाइस अब हामी जान लागेको छ आफ्नो गन्तव्यमा ओए धुलायो सो गाइस अब हामी जान लागेको छ को अडेन म हालिदिन्छु मेरो खातमा कि सो गाइस अब हामी जान लागेको छ आफ्नो गन्तव्यमा हैन अघि त धेरै खायो त्यही भएर खानामै व्यस्त भयो त्यही भएर ब्लग बनाउन पाएन अब हामी जाँदैछौँ आफ्नो गन्तव्य अब बाटोमा यस्तो मजा आउँछ यहाँ हामी टिभी मेहनत खाएर मोटा छ मलाई 4 जना अडेका छौँ पुरा मस्त हैन अब यहाँ चाहिँ बाटो यस्तो अलि बिग्रेको छ अनि यहाँ यस्तो कता यो स्टिक पनि सजिलो देखो न गाइस देखो न दोस्त आयो भने छ है सो गाइस हैन अब हामी जान लागेको छु यहाँ मैले खत्यो बाटो त फेरि खतरा छ नि त फेरि ल टक्क लगाएर हामी जाँदैछौँ रमाइलो सो गाइस अब हामी जाँदैछौँ होइन आज धेरै रमाइलो भएको छ होइन अब यहाँ सबैजना अडिन कि कोचाकोच भए पनि ल गाइस ब्लगमा गाइस भन्दै